म अहिले नेपालमा छु अनि हामी नेपालीहरू भाग्यमान हो के को भाग्यमा हो भनेको तीर्थ धेरै छ सुन्दर देश मात्रै होइन तीर्थ धेरै छ अनि यो देशमा बुद्ध धर्म मानेर हिन्दू धर्म माने हामी धर्म कर्म मानेको जात हो हामी कुरा गर्दाखेरि एउटा शब्द धेरै मन सुनेको शब्द भन्छौँ बा आमा दिदी बहिनी दाजुभाइ भनेर यो शब्द हामीले फेरि भन्छौँ त्यो जस्तै हामी सबै एउटालाई एउटा माया गर्ने एउटालाई सेवा गर्ने को यो हाम्रो जात हो अनि हिन्दू धर्म र बुद्धिस्ट धर्म चाहिँ धेरै मिल्छ एउटा मात्रै अलि फरक छ आत्मा भनेको कुरा हिन्दूले मान्छ बुद्धिस्टले चाहिँ मान्दैन त्यति मात्रै हो अरू सबै एकै हो दान दिने पाठ पूजा गर्ने क्षमा दिने हो त्यो धेरै कुराहरू मिल्छ अनि अब छोटकट गरे भनेपछि सर्व संस्कार अनि त्यही नै हो त्यसको बारे फेरि सम्झाउन सक्नुपर्छ सर्व प्राणी आमा बुवा नै हो त्यो कारणले प्राणी सबैले माया दया क्षमा सेवा गर्नुपर्छ त्योमा पनि हामीले कृपावाला को हो भन्दा यो संसारमा कृपावाला चाहिँ आमा बुवा नै हो त्यो कारणले आमा बुवाको मनमा कहिले पनि चोट नलाग्ने घान्न सक्नुपर्छ आमा बुवाले सेवा गर्न सक्नुपर्छ आमा बाले सेवा राम्रो गर्न सकेपछि अनि त्यो पुण्य हो त्यो पुण्यले गरेर अनि भाग्यमान हुन्छ अनि आफू जिन्दगीमा सफल हुन्छ अनि बा आमाको कृपा नसम्झेर मनमा चोट लाग्यो सेवा गर्ने नसकेपछि त हामी पापी हुन्छ त्यसले हामी के हुन्छ भने हाम्रो पुण्य खाट्छ अनि त्यो कारणले हामी जे काम गरे पनि काम सफल हुँदैन अनि त्यस्तै आफूहरूले पनि पछि बाचा पाउँला त्यो बाचाहरूले पनि आफूले अब सेवा मात्र त्यति गर्दैन त्यो कारणले हामी सबैले मनमा राख्नुपर्ने आमा बुवाकोलाई सेवा गर्ने चाहिँ ठुलो धर्म हो अब त्यो गर्न सकेपछि अनि त्यसको सँगसँगै हामी धर्म कर्म जे मान्छौँ अनि त्यो चाहिँ सत्य तथ्य हो धर्म कर्म गर्ने हो न त धर्म कर्म गर्ने बत्ती बाल्ने के पाठ गर्ने पूजा गर्ने भनेको नाटक हो त्यो पनि नाटक हो केही काम छैन त्यो कारणले त्यो हामी सबैको मनमा रहनु पर्ने त्यो छ अनि दुःखको जरा के हो केही नभएकोले दुःख छ हामीले थाहा छ केही नभएकोले दुःख छ खानापिना बस्ने छ अनि के दबाई सबै पनि ठिक नपाएर दुःख छ त्यो हामीले जाने बुझ्नेको कुरा हो अब त्यहाँबाट छन् धनी भयो छन् नाम कमायो इज्जत कमायो धन कमायो अनि तर मनमा धेरै नै आशा दुःख हो पीर दुःख हो डर दुःख हो त्यो कारणले मनमा धेरै दुःख बाल्छ अनि दुःख भनेको केबाट बाल्छ भन्दा राग मोह दोषबाट बालेको हो त्यो कारणले राग मोह दोष ईर्ष्या घमण्ड लोभी यो चाहिँ मनको रोग हो यो मनको बिख हो यसले आफूले पनि दुःख दिन्छ अरूले पनि दुःख दिन्छ यसले संसारमा अहिले द्वन्द्व हुने कारण पनि त्यही हो त्यो कारणले यो दुःखको जरा चाहिँ हामीले चिनेर यो दुःखको जरा चाहिँ नष्ट गर्न सक्नु पर्यो अब नष्ट कसो गर्ने अनि त्यहाँ उपाय दुईवटा मात्रै छ एउटा उपाय त्यो शब्द चाहिँ यसो भने राम्रो हो उत्तम उपाय महाकरुणा नै हो महाकरुणा नै हो पाठ पूजा गर्ने मात्रै होइन दान दिने मात्रै होइन बाँची साथी बाल्ने मात्रै होइन शिल पाल्ने मात्रै होइन
देवदेवीको नामले जप गर्ने मात्रै होइन, तिनीहरूले हुँदो हुन्छ उपाय त हो, तर उत्तम होइन। उत्तम चाहिँ महाकरुणा नै हो। अनि अब ज्ञान के? ज्ञान भनेको कुरा धेरै आउँछ। अनि सबभन्दा उत्तम ज्ञान, सबभन्दा महाज्ञान के हो? हो शून्यता, महाशून्यता ज्ञान मात्रै हो। त्यो कारणले हामी सबैले महाशून्यता ज्ञानको बारेमा सुनि पर्यो, बुझ्नु पर्यो, लागुमा लाग्नु पर्यो। त्यो सकेपछि अनि दुःखको जरा चाहिँ नष्ट पार्न सक्यो, न त नष्ट पार्न सकेन। अब हामी लोसार आयो, लोसारको बेलामा अब मैले चिने मान्छेहरू बिचरा मैले धेरै माया गर्छ। अनि मेरो मुखबाट एक दुई शब्द भनेपछि केही तपाईँहरूले पनि यसले मनमा ज्ञान बाँड्छ कि भनेर फेरि फेरि दोहोरेको हो। अनि त्यसको सँगसँगै हामी संसारमा सुख शान्ति फालोस्, नेपालमा सुख शान्ति फालोस्, अनि घर परिवारमा पनि सुख शान्ति मिलाइजुली फलेर आओस्। अनि यो महाकरुणाको उत्तम महाकरुणा र उत्तम उपाय महाकरुणा र अनि महाज्ञान शून्यता ज्ञान फालेर आओस्। यो आएपछि संसार सुख शान्ति अनि ज्ञान बाढेर आउँछ। ल सबैले धन्यवाद, नमस्ते। सर्व मङ्गलम शुभम, साधु साधु साधु।